उहाँहरूको भनाइ हजुर तपाईकोमा हैन यहाँ उपचार गर्न के कस्तो समस्या लिएर चाहिँ बिरामीहरू आउँछन् विशेष गरेर यहाँ जस्तो हुन विभिन्न किसिमको समस्याहरू लिएर मान्छेहरू आउनुहुन्छ विशेष गरेर धेरै जसो आउनेहरू त अब यो ब्याक पेन हुनेहरू घुँडा दुख्नेहरू माइग्रेनको समस्या लिएर आउने र शरीरको विभिन्न भागहरूमा दुख्ने किनभने यो उपचार चाहिँ दुख्नेसँगै सम्बन्धित छ र त्यो दुख्ने उपचार गराउने क्रममा चाहिँ यहाँ साधारण मान्छेदेखि लिएर एकदम अति भिभिआइपी पर्सनहरू पनि आउनु भएको छ जस्तो अहिलेसम्म मैले 3 जना त हाम्रो प्रधानमन्त्रीज्यूहरूलाई नै उपचार गरिसकेको छु उहाँहरूको विभिन्न खाले उपचार छ अब नामै लिनु पर्दाखेरि हाम्रो सम्माननीय भूतपूर्व प्रधानमन्त्रीज्यू कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द्रज्यू भूतपूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द्रज्यू र अहिले भर्खरै पनि मैले वर्तमान प्रधानमन्त्री माधव कुमार नेपालज्यूको जुन एउटा हात झमझम हुने समस्या थियो उहाँलाई पनि संयोगले 2 उपचार गर्दा नै धेरै राम्रो भएको कहिले कहिले त झमझम गर्ने चाहिँ छैन भन्ने मैले चाहिँ विश्वस्त सूत्रबाट थाहा पाएको छु र यसरी यहाँ आउने मान्छेहरू सबै तबकाका अहिले त इभन मेडिकल डाक्टर साहबहरू स्वयं आफै र उहाँहरूको नातापाताहरू इन्जिनियरहरू कलेजको प्राध्यापकहरू सबै नै आउनु भएको छ विगतमा पनि आउनु भएको थियो अहिले पनि आइरहनु भएको छ र त्यसले गर्दा यो कुनै वर्ग विशेष अथवा कुन यताउता भन्ने पनि छैन अझ कुरा गर्ने भन्दा विशेष गरेर महिलाहरू झन् धेरै अहिले पुरुषभन्दा महिलामा यसो दुख्ने शरीरका विभिन्न दुख्ने समस्याहरू लिएर चाहिँ आउनुहुन्छ र सबै क्षेत्रबाट नेपालका करिब करिब सबै क्षेत्रबाट आउनु भएको छ र विदेशीहरू पनि मैले कहिले कहिले सबै देशका सबै खाले मान्छेहरूलाई आखिर हामी मान्छे संसारभरिको एउटै रहेछौँ रोगहरू उस्तै उस्तै लाग्छ र करिब करिब भन्यो भने त्यहाँ पनि अरू विदेशतिर पनि त्यही यो जुन दुख्ने समस्या चाहिँ करिब करिब धेरै मान्छेलाई नै छ यस्तै विशेष गरेर स्पेसली दुख्ने समस्याहरूको लागि आउनुहुन्छ हजुर सियाचु अकुप्रेसरबाट कसरी उपचार गरिन्छ त एकचोटि हेर्नतर्फ लागौँ न त जस्तो माइग्रेनको समस्या हुने मान्छेलाई जस्तो यहाँ हामी यो पिक्चरमा देख्न सक्छौँ यो विभिन्न पोइन्टहरू छ जस्तो यो पोइन्टमा एकदम बिमार हुँदाखेरि धेरै दुख्ने हुन्छ सुरुमा यसो छुँदाखेरि अनि पछि उपचार गर्दै गएपछि दुखाइहरू हटेर आउँछ जस्तो यो अघिको क्वेसनमा जुन पिनास भन्नुभएको थियो पिनास हुने मान्छे जस्तो यो सेन्सहरू थाहा हुन गाह्रो हुने एकदम यस्तै गर्दाखेरि टाउको दुख्ने जस्तो नाकको ठ्याक्कै यो तलको डिलहरूमा पनि तिखो दुख्ने हुन्छ उपचार गर्दाखेरि अनि त्योभन्दा पनि अझ विशेष पोइन्ट चाहिँ जस्तो यो घाँटीको यो साइडमा पोइन्टहरू हुन्छ जस्तै यहाँ उपचार गर्दाखेरि यहाँसम्म टाउकोमा चाहिँ मान्छे करेन्ट हानिरहेको भनेर बिरामीहरू भन्नुहुन्छ त्यस्तै अर्को पोइन्ट भनेको चाहिँ ब्याकमा हुन्छ ठ्याक्कै यो पछाडि हाम्रो जुन कपालको छोटो कपाल काट्दाखेरि जुन जहाँनिर एन्डिङ हुन्छ त्यो भएको ठ्याक्कै यो जस्तो यो पोइन्टहरू देखिरहनु भएको छ त्यो पोइन्टमा चाहिँ एकदमै दुख्ने हुन्छ सुरुमा उपचार गर्दाखेरि यो पोइन्टहरूमा अनि पछि उपचार गर्दै गएपछि त्यो निको भएर जान्छ त्यस्तै अब लोअर ब्याक पेनमा अब यो पोइन्टमा थिचेर उपचार गर्नुपर्ने हुन्छ यो भर्टिब्राको ठ्याक्कै यता साइडतिरको यो लम्बर एरियाहरूमा चाहिँ प्रेस गरेर गर्नुपर्ने हुन्छ जस्तो विशेष गरेर मान्छेहरूलाई यस्तै यो हिप बोनहरूको साइडमा दुखिरहेको हुन्छ यो ब्याक पेनको भयो त्यस्तै अब हातहरू हुँदाखेरि यस्तो पोइन्टमा एकदम दुख्ने हुन्छ अनि त्यो पोइन्टमा पछि उपचार गर्दै गएपछि हटेर जान्छ जस्तो यहाँ नै भनौँ अब यहाँनिर यदि दुखाइ छ भने पुरा मान्छेको छातीहरूमा पेन हुन्छ जस्तो अब यो छातीको पोइन्टहरू पनि कसैको यो छाती दुखेपछि एकदम मेन्टल टेन्सन जस्तो भइरहन्छ यहाँबाट त्यसरी क्योर गर्न सकिन्छ यो हात दुख्ने पोइन्टहरू भयो जस्तो अब यो साइटिका हुँदाखेरिको हुने पोइन्टहरू जस्तो यहाँ यस्तो यो पोइन्टहरूमा प्रेसर गरेर उपचार गरिन्छ अब यसले पनि साइटिकालाई नै उपचार गर्ने हो यो पोइन्टले पनि त्यसरी शरीरको विभिन्न भागमा पोइन्टहरू हुन्छ यस्तै पोइन्टलाई प्रेसर गरेर चाहिँ विभिन्न रोगलाई ठिक गरिन्छ उहाँ चाहिँ एकदमै यो घुँडाको समस्या भएर आउनु भएको थियो र अरू उपचारमा चाहिँ उहाँलाई यो किन यसरी घुँडा दुखेको भनेर उहाँले सोध्नुहुँदाखेरि तपाईँको घुँडा खिएको कारणले चाहिँ यस्तो भएको भनेर चाहिँ डाक्टर साहबले बताइदिनु भएको छ त्यो चाहिँ विशेष गरेर मान्छेको जुन लिगामेन्ट नर्भ्सहरू चाहिँ जुन सेतो सेतो नसार हुन्छ त्यो दुखिरहेको हुन्छ अनि साथसाथै उहाँलाई यहाँ जस्तो एकदम हात दुख्ने थियो उहाँ चाहिँ कुर्सीमा बस्दाखेरि अब यो यसो हात तल झर पनि दुख्ने भनेर भन्दै हुन्थ्यो अनि जस्तो अब हामीले चाहिँ यो उपचारमा अरू उपचारमा चाहिँ हड्डी खिएको भन्ने पनि हामी चाहिँ हड्डी खिएको कुरा नमान्ने हुनाले जस्तो हामी चाहिँ के भन्छौँ भने हाम्रो हड्डीमा जुन लिगामेन्ट नर्भ्सहरू जुन सेतो सेतो नसाहरू हुन्छ त्यो दुखेको हुन्छ कुनै ठाउँमा गिर्खा परेको हुन्छ कुनै ठाउँमा नसाहरू ठिक ठाउँमा नभएर अर्को ठाउँमा गइरहेको हुन्छ त्यसलाई चाहिँ हामी उपचार गर्दाखेरि यसरी
एकदम साधारण तरिकाले कुनै इक्विपमेन्ट प्रयोग नगरिकन हाम्रो इनर कन्सियस माइन्डलाई चाहिँ प्रयोग गर्दै कहाँनिर समस्या भएको छ भनेर उपचार गर्छौँ। जस्तो उपचार गर्न चाहिँ जस्तो एउटा उहाँलाई चाहिँ एकदम यो मानिलिनु अहिले राइट खुट्टामा चाहिँ पेन छ भने अब यसरी हामी उपचार गर्छौँ एकदम साधारण तरिकाले। जस्तो अब हामीलाई यसरी यहाँ चाहिँ पोइन्ट अब अहिले त उहाँलाई दुखाइ छैन, दुखाइ हुँदा चाहिँ अलिक नसाहरू कडापन भएर आएको हुन्छ, अहिले त निको भइसकेले ठिकै छ, तर यसरी त्यो पोइन्टहरू थाहा हुन्छ। अनि जब अलिकति चाहिँ बिरामीले पनि सेयर गर्नुहुन्छ त्यहाँ मलाई धेरै दुखेको छ भनेपछि अलिकति हामीले यसो अझ गहिरिएर चाहिँ ध्यान लाएर हेर्दाखेरि त्यहाँ चाहिँ नसाहरू डिफेक्ट हुन्छ, त्यो चाहिँ एकदम साधारण तरिकाले यसरी प्रेस गर्यो अनि फेरि झिक्यो। जस्तो हामी करिब 15 सेकेन्ड 30 सेकेन्ड जस्तो कुनै ठाउँमा प्रेसर दिन्छौँ। धेर चाहिँ अब यो उपचारमा अब सियाचु भनिन्छ यो उपचारलाई, जसमा चाहिँ जापानिज भाषामा सियाचु भनेको फिङ्गर प्रेसर हो। तर पनि फिङ्गर प्रेसर हुँदा विशेष गरेर यो बुढी औँला धेरै प्रयोग हुन्छ, अरू औँला चाहिँ सपोर्टिङ जस्तो, तर कहिलेकाहीँ चाहिँ हामी यो 4 5वटा औँला प्रयोग गर्नुपर्छ। जस्तो अब घुँडा दुखाएर हामी कसरी उपचार गर्छौँ भन्दाखेरि जस्तो मानिलो धेरै मान्छेलाई दुख्ने भनेको कि त यो भागमा यो साइडमा र अझ धेरै चाहिँ पोल्ने एकदम भतभत हुने भनेर चाहिँ पुरै यो भागमा धेरै हुन्छ। अनि यो भागमा चाहिँ सेकेन्ड दुखाइ भनौँ न, अब यहाँ चाहिँ 100% दुख्छ भने यहाँ 90% जस्तो दुख्ने भनौँ न 80% दुख्ने हुन्छ। अब दुख्ने चाहिँ कसरी हटाइन्छ भने जस्तो अब आज सुरुको दिन प्रेसर गर्दाखेरि सुरुमा एकदमै तिखो एकदम सूर्यले खोजे जस्तो दुख्छ, अनि त्यहाँ चाहिँ हामीले उपचार गर्दै गयो यसरी एकदम साधारण तरिकाले उहाँले बिरामी दुख्न सहने सक्दो जति एकदम साधारण तरिकाले यो अगाडिको पार्टमा यसरी विभिन्न सपोर्टिङ पोइन्टहरू दिँदै गऱ्यो। अनि कहिले अब हामी सबै औँला पनि प्रयोग गरिरहेको हुन्छौँ, तर स्पेसली बुढी औँला चाहिँ एकदमै यो उपचारको लागि अति आवश्यक भनौँ न। अब अरू यो 4वटा औँला नभए पनि हुन्छ, तर बुढी औँला चाहिँ अति आवश्यक हुन्छ। यहाँहरू कहाँदेखि आउनुभएको? हामी ओखलढुङ्गादेखि आएका हजुर। अनि के समस्या थियो? उहाँको समस्या हो? उहाँको समस्या यो घुँडा दुख्ने भएर अहिले उपचार गर्न हिँडेको म 3 वर्ष भयो, अहिलेसम्म कहीँ गराएर लागेन र अहिले यहाँ ल्याएर गराएपछि चाहिँ केही राम्रो भयो। यहाँलाई चाहिँ होइन कस्तो कस्तो समस्या थियो, मतलब के गर्दाखेरि चाहिँ घुँडा दुख्थ्यो? घुँडा दुख्ने अब त्यो ओह्रालो हिँड्दा घुँडा दुख्ने, उकालो यसो 400 हिँड्दा चाहिँ नदुख्ने, ओह्रालो चाहिँ फिटिक्कै हिँड्नु नहुने, त्यस्तो समस्या परेको मलाई। कति पटकको उपचार गरौँ, कस्तो भयो उपचार विधि, कस्तो रहेछ, तपाईँलाई कस्तो लाग्यो? निको भएपछि त हामीलाई त ठिकै भयो, राम्रै भयो नि, जे भए पनि राम्रो होस् न, जे गरे पनि उहाँले गरिदिनु भयो, हामीहरूलाई राम्रो भयो। अहिले हिँड्न पनि हुन्छ, बस्न पनि हुन्छ, थोरै मात्रामा यो टोयलेट बसेर उठ्दाखेरि अलिअलि गाह्रो जस्तो कहीँ कहीँ अनुभव, कुनै बेलामा त्यस्तो अनुभव आउँछ। उहाँको समस्या चाहिँ यहाँ मौकामा आउँदाखेरि उहाँले के भन्नुहुन्छ भने उहाँको यो छाती एकदम अप्ठ्यारो भइराख्ने, केही वस्तुले थिचे जस्तो भनेर भन्नु भएको थियो। अनि त्यसको साथै उहाँको जुन बताउनु भएको लक्षण अनुसार चाहिँ माइग्रेन जस्तो एकदम टाउको एकदम यो कहिलेकाहीँ समात्ने एकदम दुख्ने भन्नुभएको थियो। अनि सुरुको समयमा चाहिँ माइग्रेनकै उपचार गरियो। अनि अर्को उहाँले बारम्बार देखाउँदाखेरि चाहिँ उहाँले एकदम यहाँ अप्ठ्यारो हुन्छ, यहाँ केले पक्रे जस्तो हुन्छ भन्नुहुन्थ्यो। अनि 4-5 उपचार माइग्रेनको गरिसकेपछि उहाँ 5-6 उपचार गरिसकेपछि उहाँको चाहिँ के देखियो भने त्यति मात्र होइन, उहाँले एक दिन चाहिँ सुरुमा माइग्रेनको उपचार अनि यो चाहिँ सुरुमै 1-2 दिनमै निको भइसकेको थियो। अनि उहाँलाई पेट पनि पोल्छ भन्नुहुन्थ्यो। हुन त उहाँले साथसाथै अलिकति यो कन्स्टिपेसनको जस्तो पनि समस्या भन्दाखेरि सँगसँगै उहाँले आयुर्वेदिक उपचार पनि गरिरहनु भएको छ, औषधि पनि दिनुभएको। अनि मैले चाहिँ ग्यास्ट्रिकमा आधारित भएर उपचार गरेपछि उहाँको अहिले त्यो पोल्ने समस्या पनि छैन भन्नुभएको छ उहाँले। अब त्यसको साथै पछि चाहिँ 4-5 उपचार गरेपछि उहाँले के गर्नु भने एक दिन चाहिँ मेरो एकदम अप्ठ्यारो भयो भनेर भन्नुभएकोले एउटा त्यो जुन हाम्रो दाँतमा समस्या हुँदाखेरि जुन एउटा सपोर्ट हुन्छ त्यो सपोर्ट ल्याएर देखाउनु भयो। त्यसपछि उहाँको त त्यसको साथसाथै माइग्रेनको साथसाथै मैले के पत्ता लगाएँ भने उहाँको चाहिँ जस्तो हाम्रो यो बङ्गराहरू जोड्ने पोइन्टहरू जुन च्यापुमा चाहिँ एकदम विकनेस भएर नसा चाहिँ डिस्लोकेट भएको रहेछ। अनि उहाँलाई एकदम अप्ठ्यारो भइराख्ने, अनि यस्तो गरेर अनि त्यो यो दुखेपछि उहाँलाई एकदम यो टन्केर आउने त्यस्तो समस्या भन्नुभएको थियो। अनि अहिले पनि उहाँलाई अब जस्तो अब मेन समस्या मैले उहाँको छातीको समस्या चाहिँ यहाँको जुन घाँटीको नसाको एउटा स्पेसल पोइन्ट हुन्छ त्यहाँ प्रेसर 2-3 उपचार गरेपछि त्यो चाहिँ बन्द भएर गयो। अनि त्यस पछाडि उहाँको क्रमशः टाउको दुख्ने नै कम भयो, तर उहाँलाई जुन च्यापु अप्ठ्यारो हुने चाहिँ जब अस्ति 2-3 उपचार अगाडि पत्ता लागेको छ त्यसबाट चाहिँ उहाँलाई
अस्तिसम्म 2-3 उपचार अगाडिसम्म चाहिँ उहाँलाई एकदमै जब कि एउटा नर्मल मान्छेलाई यहाँ चाहिँ यतिको प्रेसर गर्दा केही पनि दुख्दैन, तर उहाँलाई चाहिँ असह्य भएर मैले सुरुमा यसो छुँदाखेरि चाहिँ मैले त बिस्तारै छोगाउँदा चाहिँ उहाँलाई एकदमै दुख्ने थियो। यो जुन हाम्रो यो बङ्गारा तल्लो बङ्गाराको माथ्लो भएको जोइन्टमा चाहिँ उहाँलाई एकदमै पेन हुने अनि यता पनि, अनि पछि चाहिँ अस्ति यहाँ पनि भेटिएको थियो, तर धेरै चाहिँ यतातिर रहेछ। यो दुखेपछि उहाँलाई एकदम टेन्सन भएर आउने, यहाँ यस्तो पढौँ जस्तो लाग्ने, अनि उहाँलाई फिल चाहिँ वास्तवमा यहाँ हुने। त्यो त अब यो त हामीले पत्ता लगाएको कुरा भयो। अनि यो गर्दै गएपछि उहाँको अहिले त्यो जुन अप्ठ्यारोपनहरू या उ गर्ने एकदमै कम भएको छ भन्ने हुन्छ, पछि त उहाँले बताइहाल्नुहुन्छ। अब अहिले चाहिँ जस्तो अब उहाँको समस्यालाई अब यस्तो खालको पनि एउटा अनौठो समस्या पर्छ। जस्तो यदि यो ट्रिटमेन्ट नभएदेखि उहाँलाई के हुन्थ्यो भने उहाँले केही सुपारीहरू यस्तो चबाउनु पर्यो, कडा वस्तु चपाउनु पर्यो भने उहाँलाई ज्यादै सधैँभरि गाला समातेर बस्नुपर्ने अवस्था आउँथ्यो। अब यो उपचारले निको भइसकेपछि त्यो समस्या हुँदैन, यो सबै हटेर जान्छ र उहाँको सँगसँगै त्यो माइग्रेनको साथसाथै त्यो यस कारणले दुख्ने सबै समस्या हटेर जान्छ। हजुर, यहाँको शुभ नाम? मेरो ध्रुव सेडाई हो, गौशालाबाट। यहाँभन्दा अरू पहिला अन्त पनि जचन अरू हस्पिटलहरूमा पनि गएँ, जस्तो अब फिजियोथेरापी गराएँ, यस्तो गरेर त्यो नसा जुन त्यो हुँदो रहेछ। अनि नसा चाहिँ नि च्यापिएको पनि भनेको थियो, अब त्यो होइन, यो हड्डी खिएको भन्यो। अनि त्यसको साथसाथै चाहिँ यो नसा चाहिँ च्यापिएको भनेर भनिएको थियो। अब त्यो अरू उपचारहरूबाट चाहिँ यो हुने सम्भव देखिनँ मैले। अनि अब जस्तो अब अकुपन्चरमा पनि गएको थिएँ, यस्तो सियोले रोपेर, अनि त्यसले पनि त्यो गरिन्जेल मात्रै निको हुँदो रहेछ। अनि यो अकुप्रेसर भन्ने चाहिँ यो औँलाले नै त्यो छामेर चाहिँ यो नसाहरू चाहिँ पत्ता लगाएर त्यसलाई आफ्नो ठाउँमा चाहिँ राखिदिएपछि चाहिँ निको हुने जस्तो मलाई त्यो लागेछ। निको पनि भइरहेछ, आधीभन्दा बढी त नि अब कोर्स पुरा भइसकेको छैन। उपचार चाहिँ कतिको महँगो सस्तो कस्तो लाग्यो तपाईँलाई? यो उपचार खासै चाहिँ नि अब आफ्नो त्यो निको हुने नै जस्तो भएपछि त्यो अरूको दाँजोमा यो खास खर्च चाहिँ नि मैले देखिनँ। साधारण अब एक्सरे अब जस्तो चाहिँ नि यो एमआरआई भन्छ नि, यिनीहरू गर्दाखेरि 10-12 हजार रुपियाँ लाग्छ। यहाँ चाहिँ एक कोर्सको चाहिँ 7,000 रुपियाँ, 10 चोटि चाहिँ त्यो उपचार गरेपछि चाहिँ प्राय चाहिँ निको हुँदो रहेछ। यो धेरैलाई भनौँ न 10 चोटिमा चाहिँ भनौँ 7,000 रुपियाँ भनेको खासै अहिलेको यो हिसाबमा चाहिँ महँगो होइन मलाई लाग्छ। त्यहाँमाथि अब आफ्नो त्यो रोगहरू हुन्छ नि, त्यो निको हुँदाखेरि त त्यो त केही पनि होइन जस्तो महसुस हुन्छ। हजुर, आजको कार्यक्रमबाट यहाँहरूले अकुप्रेसर सियाचु अकुप्रेसर पद्धति के हो, यसबाट के कस्ता रोगहरू निदान हुन्छ भन्ने कुरा यहाँले जानकारी पाइसक्नुभयो। आजको कार्यक्रम जानकारीमूलक लाग्यो होला भन्ने हामीले आशा गरेका छौं। हजुर, आजको लागि सम्पूर्ण सहकर्मीका साथ म पनि बिदा चाहन्छु। हजुर स्वस्थ रहनुहोस्। नमस्ते।